पेट्रोलको भाउ अलिक घट्यो रे भन्ने छ हैन। त्यो छ, त्यस्तो छ। गणतन्त्रमा त्यस्तो खालको नियम कानुन ल्याउनु हुँदैन हैन। गणतन्त्र लोकतन्त्र भनेको बोल्न पाउने अधिकार हो हैन। तपाईलाई हर्क साम्पाङ मन पर्दैन भने विरोध गर्न पाउनुहुन्छ हैन। मलाई कोही कसै मन भएन। तपाईलाई हर्क साम्पाङ मन पर्दैन भने विरोध गर्न पाउनुहुन्छ हैन। मलाई कोही कसै मन पर्दैन भने म विरोध गर्न पाउँछु। तर तथ्य र प्रमाण सहित विरोध गर्नुपर्छ, नहुँदा आरोप चाहिँ लाउनु हुँदैन। र त्यो चाहिँ विरोध गर्ने अधिकारै हनन हुने गरी त्यो त बोल्न त पाउनु पर्यो नि त हैन। अब तपाईलाई हर्क साम्पाङको काम मन पर्दैन, अब झोलुङ्गे पुल किन थापेको भनेर विरोध गर्न नि पाउँछ क्या हैन। राम्रो गर्यो भन्न नि पाउँछ, विरोध गर्न नि पाउँछ। त्यही त प्रधानमन्त्रीज्यूले त्यो कुरा चाहिँ सच्याउनु भएको छैन होला हैन। सदनमा हाम्रो विरोध जारी छ, जारी नै रहन्छ। पहिले मन पराउँदाखेरि मलाई भगवान हो भनेर भन्नुहुन्थ्यो, अब मन पराउनु हुन्न, मलाई राक्षस देख्नु भयो होला। अब 2-4 दिनपछि फेरि भगवान देख्नुहुन्छ कि सरकारले भन्नुहुन्छ हामी आफैले गऱ्यौँ भन्नुहुन्छ, हामी भन्छौँ हामीले गर्दा भन्छौँ, त्यो त अब स्वाभाविक हो नि। भोलि पत्रकारले भन्ला हामीले तपाईँको नखिचेर हामीले दबाब नदिएको हुँदैन थियो भन्नु होला। तपाईँले जस लिनुपर्छ। राम्रो कुराको सबैले जस लिउँ, नराम्रो कुराको पनि जस हो त। त्यही हो। अब चाहिँ यसो गर्नुपर्छ नेपालीले, राम्रो काम भयो भने सबैले जस लिने, नराम्रो काम भयो भने सबैले तपाईँको होइन जिम्मेवारी पनि लिने त्यसको क्या। हाम्रो कारणले बिग्रियो भनेर त्यो पनि लिनुपर्छ पत्रकार होइन, हामी जस्तो सबैले। त्यहाँ हामीले स्टार्ट गऱ्यौँ, स्टार्ट गरिसकेपछि फिनिस गर्नु नै थियो। सम्पन्न भएर उद्घाटन गरेर आएँ। हामी त्यहाँबाट फर्कँदाखेरि स्वाभाविक रूपमा खुसी छौँ। र दार्चुला दुम्लिङसँग यहाँको चाहिँ नि भनौँ न डाँडापाका खोला नालासँग धेरै एट्याचमेन्ट भएर त्यहाँबाट छुट्दै गर्दाखेरि भावुक पनि भयौँ हामी। त्यो चिज हो र त्यसलाई चाहिँ अन्यथा मान्नु हुँदैन। त्यो स्वाभाविक हो, मानौँ मान्छेको स्वाभाविक हो। अनि ठुलै बोल्दैछु तर यो टाढो भएकोले होला। त्यस्तो छ। यहाँबाट भरै स्पष्टै आउँछ होला। विकट छ होइन। अब यहाँदेखि जाँदा झन्डै 5 दिन जति लाग्छ गाडीमा। त्यसले गर्दाखेरि एकदम धेरै विकट हो। अहिले पहिलाभन्दा अलि बढी तपाईँको चाहिँ नि त्यो सडकहरूको स्तर उन्नतिहरू गर्दै रहेछ नेपाली सेनाको एउटा टोलीले। त्यही हो। सञ्चार माध्यमहरू पुर्याउने कोसिस भइरहेको छ, तर स्टिल त्यहाँ फोन लाग्दैन। जुन ठाउँमा हामी काम गर्छौँ त्यहाँ लाग्दैन। त्यो पनि त्यो टावरहरू बनाउने डिभाइसहरू इन्स्टल गर्ने कामहरू हुँदैछ भन्ने जानकारी चाहिँ मैले पाएँ। त्यस्तो छ। अलिक विकट, धेरै विकट छ। अब पुल चाहिँ महाकाली यस्तो छ, त्यो एउटा महाकालीकै शिरमा पर्छ होइन। त्यो एउटा खोलामा हो, त्यहीँको स्थानीयको माग अनुसार हामीले गऱ्यौँ। अब भारतको सिमानालाई टेकेर चाहिँ हामीले लिखतमा भारतको सहमति प्राप्त भएपछि मात्रै गर्न सक्ने भन्ने कुरा छ। त्यो छ। र त्यसको लागि चाहिँ परराष्ट्र मन्त्रीज्यूलाई पनि हामीले थुप्रैचोटि भनि पनि सकेका छौँ, पत्रै पनि बुझाएका छौँ, काम गर्दैछौँ भन्नुहुन्छ। अब त्यो तर अलिक ढिलो भइरहेको छ। अब त्यो चाहिँ यताबाट होइन उतैबाट ढिलो भएको छ भन्ने चाहिँ मन्त्रीज्यूले भनिराख्नु भएको थियो। त्यो छ। अब त्यही हो। इजाजत उहाँहरूले लिखतमा दिनुहुन्छ भने ठिक छ, होइन भने सरकारले बनाउँदाखेरि राम्रो। त्यहाँनिर चाहिँ तिङ्कर जाने सडक चाहिँ त्यो 1 नम्बर पिलरसम्म जाने सडक चाहिँ खासमा बनाउनुपर्छ कि। त्यो सडक नहुँदाखेरि वारीका मान्छे चाहिँ पारिपट्टि भारतको क्षेत्रमा तुइनमा झुन्डेर गाडा सडकबाट चाहिँ तपाईँको छैन छिटो यात्रा गरौँ भन्ने बाध्यता उहाँहरूको हो। त्यो चिज हो। हाम्रोतिर चाहिँ सडक नभएकोले त्यो तुइनको चाहिँ तपाईँको समस्या हो। त्यो विषयमा बुझ्नुपर्ने छ। अब हामी तपाईँको छैन केही दिन पछाडि होइन त्यो सबै कुराहरू हामी सार्वजनिक गर्छौँ, कहाँबाट के भयो भन्ने कुराहरू सबै बुझ्छौँ। उहाँको त्यो मैले यसमा यो आम सञ्चारमा नबोलौँ, जस्तै केही सामाजिक समस्याहरू छन्, जनआस्था लगायतका मिडियाले निकालेको छ। त्यो कुरालाई मैले मुखबाट उच्चारण गर्न मैले भ्याइनँ, मैले उचित पनि सम्झिनँ। त्यस्ता कुराहरूको कम्प्लेनहरू थुप्रै आइसकेपछि अब त्यो हाम्रो पार्टीमा चाहिँ अत्यन्तै कडा अनुशासनको तपाईँको चाहिँ के अरे नीति छ। त्यसो भएको कारणले त्यो हाम्रो अनुशासन मूल्य मान्यता अन्तर्गत नभएको कारणले उहाँलाई हामीले सस्पेन्ड गरेका छौँ। कोसिस उहाँहरूले गर्नुभएकै हो, कोसिस भएको हो, तर रिजल्ट चाहिँ महसुस त्यति जनतालाई भएको छैन। रिजल्ट भएको महसुस हुनुपर्छ। महँगीहरू धेरै भयो। अब महँगी तपाईँको नियन्त्रण गर्नुपर्छ भन्ने सल्लाह सुझाव हाम्रो रहेको थियो। र अहिले भर्खरै म अब उता दार्चुलामा हुँदा अस्ति भर देख्दै थिएँ
अब त्यता आम संसार छैन होइन, अब हेर्न पनि पाइँदैन। पेट्रोलको भाउ अलिक घट्यो अरे भन्ने छ होइन, त्यो छ, त्यस्तो छ। गणतन्त्रमा त्यस्तो खालको नियम कानुन ल्याउनु हुँदैन होइन। गणतन्त्र लोकतन्त्र भनेको बोल्न पाउने अधिकार हो होइन। तपाईँलाई हर्क साम्पाङ मन पर्दैन भने विरोध गर्न पाउनुहुन्छ होइन। मलाई कोही कसै मन पर्दैन भने म विरोध गर्न पाउँछु, तर तथ्य र प्रमाणसहित विरोध गर्नुपर्छ, नहुँदा आरोप चाहिँ लाउनु हुँदैन। र त्यो चाहिँ विरोध गर्ने अधिकारै हनन हुने गरी चाहिँ तपाईँको संशोधन गर्ने होइन, कानुन बनाउने भन्ने कुरा चाहिँ त्यो गलत हो। यसका विरुद्ध पार्टी संसदमा आवाज उठाउँछ हो, त्यो त बोल्न त पाउनु पऱ्यो नि त होइन। अब तपाईँलाई हर्क साम्पाङको काम मन पर्दैन, अब झोलुङ्गे पुल किन थापेको भनेर विरोध गर्न नि पाउँछ क्या होइन। राम्रो गर्यो भन्न नि पाउँछ, विरोध गर्न नि पाउँछ। अब विरोधै नगर भन्ने खालको मैले कानुन बनाइदिएँ भने त म कस्तो खालको शासक बन्छु त भोलि भन्ने चाहिँ तपाईँको सरकारले हेका राख्नुपर्छ। त्यसो गर्नु हुँदैन। बोल्ने छ भने बोल्नु होइन, बोल्न त पाइयो नि त, तर गलत काम गर्न पो पाइएन त, त्यो चिज हो। यस्तो छ। कोही आउला कालो बनाउला, त्यो ठुलो कुरो होइन। त्यो कलरमा त मेरो कुरा कोही छैन होइन। त्यो रूपसँग मेरो त्यत्रो धेरै विमति सहमति रहँदैन। सार भन्छ नि, रूप र सार तत्त्वले चाहिँ फरक पार्ने हो। त्यसमा त्यो अब नयाँ प्रतिनिधि सभाको भवनभित्र चाहिँ निलो कलर लगाइयो भन्ने कुराहरूमा पनि मलाई त्यत्रो धेरै तपाईँको विमति छैन। पहिला बानेश्वरमा जलेर नष्ट भएको भवन पनि भित्र हेर्दा निलै देखिन्थ्यो होइन, त्यो बस्नेहरू। त्यो निलो बस चल्दाखेरि खासै त्यस्तो छैन मलाई चाहिँ, कलरमा चाहिँ कुनै छैन। त्यही त प्रधानमन्त्रीज्यूले त्यो कुरा चाहिँ सच्याउनु भएको छैन होला होइन। सदनमा हाम्रो विरोध जारी छ, जारी नै रहन्छ। त्यसो उहाँले नभन्नुपर्ने थियो। त्यो भारतीय ज्यादती बढ्यो, त्यसले गर्दा हामी त्यहाँ असुरक्षित भयौँ भन्ने हिसाबले अब त्यहाँका मानिसहरू आउनुभएको छ भने उहाँहरूको न्यायोचित होइन तपाईँको माग के हो सरकारले सुन्नुपर्छ। अब प्रधानमन्त्री स्वयंले सुन्न भ्याउनु भएन भने पनि उहाँले एकजना मान्छे एपोइन्ट गरेर त्यो गुनासोलाई चाहिँ एड्रेस गर्नुपर्छ, सुन्नुपर्छ। म चाहिँ त्यो भन्न चाहन्छु। हाम्रो पार्टीमा कार्यकर्ता हुँदैन, उहाँ साधारण सदस्य बन्नु भएको रहेछ, श्रमदाताको सदस्यता लिनु भएको रहेछ। पछिबाट उहाँलाई मन परेन जानुभयो, त्यो त लोकतन्त्र हो होइन। पहिले मन पराउँदाखेरि मलाई भगवान् हो भनेर भन्नुहुन्थ्यो, अब मन पराउनु हुन्न, उहाँले मलाई राक्षस देख्नु भयो होला। अब 2-4 दिनपछि फेरि भगवान् देख्नुहुन्छ कि बा सरकारले भन्नुहुन्छ, हामी आफैले गऱ्यौँ भन्नुहुन्छ, हामी भन्छौँ हामीले गर्दा भन्छ, त्यो त अब स्वाभाविक हो नि। भोलि पत्रकारले भन्ला हामीले तपाईँको नखिचेर हामीले जवाब नदिएको हुँदैन थियो भन्नु होला, तपाईँले पनि जस लिनुपर्छ। राम्रो कुराको सबैले जस लिउँ, नराम्रो कुराको पनि जस हो त, हो त। मेरै कारणले मात्रै होइन, म पनि त्यहाँ छु भनेको तपाईँको कारणले पनि हो होइन। त्यही हो। अब चाहिँ यसो गर्नुपर्छ नेपालीले, राम्रो काम भयो भने सबैले जस लिने, नराम्रो काम भयो भने सबैले तपाईँको होइन जिम्मेवारी पनि लिने त्यसको क्या। हाम्रो कारणले बिग्रियो भनेर त्यो पनि लिनुपर्छ पत्रकार होइन, हामी जस्तो सबैले।